खेलकुद कृषि तथा सांस्कृतिक होली महोत्सव 2081 कार्यक्रमको उद्घाटन समारोहमा हाम्रा अतिथिज्यूहरू विशेष अतिथिज्यू प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। अब हामी लगत्तै औपचारिक रूपमा कार्यक्रम सुचारू गर्न गइरहेका छौँ। तसर्थ सम्पूर्ण उपस्थित महानुभावहरूलाई स्टेजको अगाडि आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यति बेला हाम्रा भविष्यका कर्णधार विद्यार्थी भाइ बहिनीहरूको एकदमै उत्साहजनक उपस्थिति रहेको छ। यसमा सहजीकरण गर्नुहुने आदरणीय शिक्षक गरी उद्यमी सेवक नेपालका फाउन्डर ज्यूलाई मैले यहाँ देखिरहेको छु। स्टेजमा आइदिनुको लागि अनुरोध गर्न चाहन्छु। यसै गरी निर्मल श्रीज्यू प्रदीप खत्रीज्यूलाई पनि स्टेजमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। अब हामी कार्यक्रम सुचारू गर्न गइरहेका छौँ। प्रदीप खत्री भनेको होइन र? गुड आफ्टरनुन। गुड आफ्टरनुन। युट्युबमा आउँछ पूर्णिमा भूमिचुली जागरण युवा क्लबको अभियान पर्यटन खेलकुद कृषि तथा कला संस्कृति उत्थान भन्ने मूल नाराका साथ 18औं गुरुबाकोट पर्यटन खेलकुद कृषि तथा सांस्कृतिक होली महोत्सव 2081 कार्यक्रमको उद्घाटन समारोहलाई म विधिगत रूपमा अगाडि बढाउन गइरहेको छु।
यसै गरी यो ऐतिहासिक कार्यक्रम 18औं होली महोत्सव 2081 कार्यक्रमको उद्घाटन समारोहको सभा अध्यक्षता गरिदिनुको लागि आसन ग्रहण गरिदिनुको लागि गुमीचुरी जागरण युवा क्लबका अध्यक्ष आयोजक कमिटीका अध्यक्ष श्री रमेश कुमार पुञ्जुलाई म हार्दिक अनुरोध गर्दछु। कृपया ताली बजाइदिनु होला। रमेश कुमार पुञ्ज मगर। यसै गरी उद्घाटन समारोह कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि गुरबाकोट नगरपालिका नगर प्रमुख श्री हस्त पुञ्जुलाई म हार्दिक अनुरोध गर्दछु। कृपया ताली बजाइदिनु होला सबैजनाले। यसै गरी विशिष्ट अतिथिको रूपमा आसन
Thank you.